प्रेरक प्रसंग बुद्ध र जीवनको मूल्य। एक पटक भगवान बुद्ध एउटा गाउँमा पुग्दा एकजना गाउँलेले सोधे, भगवान, मानव जीवनको मूल्य कति हो? जिज्ञासा सुनेर बुद्ध एकैछिन मौन भए र एउटा चम्किलो पत्थर उनको हातमा दिँदै भने, बजारमा जाऊ र 2-4 जनालाई सोधेर यसको मूल्य पत्ता लगाएर आऊ, तर बेच्न चाहिँ नबेच। गाउँले सुन्तला व्यापारी कहाँ पुगे। उनले व्यापारीसित त्यसको मूल्य सोधे। व्यापारीले त्यो पत्थर हेरेर त्यसका लागि 12वटा सुन्तला दिने बतायो। त्यसपछि उनले तरकारी व्यापारीलाई भेटे। उसले त्यसका लागि 1 बोरा आलु दिने बतायो। उनी सुनार कहाँ पुगे। सुनारले 4000 स्वर्ण मुद्रा दिन सक्ने बतायो। त्यसपछि उनी जौहरी कहाँ पुगे। जौहरीले त्यस रत्नलाई रातो सफा कपडामाथि राख्यो, 3 पटक परिक्रमा गर्यो र ढोग्यो। उसले भन्यो, तपाईले यो रत्न कहाँबाट ल्याउनु भयो? सिङ्गो दुनियाँ बेचेर पनि यसको मूल्य तिर्न सकिन्न, यो अमूल्य छ। व्यापारीको जवाफपछि उनी बुद्ध कहाँ फर्किए। उनले सबै विवरण सुनाएर भने, भगवान, अब त भन्नुहोस्, मनुष्य जीवनको मूल्य कति हो? हल्का मुस्कुराउँदै बुद्धले भने, सुन्तलावालाका लागि पत्थरको मूल्य 12 सुन्तला, तरकारीवालाका लागि 1 बोरा आलु, सुनारका लागि 4000 स्वर्ण मुद्रा र जौहरीका लागि अमूल्य। अब यसैबाट तिमी आफ्नो जीवनको मूल्य पत्ता लगाऊ। तिमी निश्चय नै हीरा हौ, तर तिम्रो मूल्य हरेक व्यक्तिले आफ्नो सामर्थ्य अनुसार तोक्छ। अर्को कथा, को बुद्धिमान? सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जान्थे। सेठले एउटा सुगा पालेका थिए। एक दिन सुगाले सेठजीसित सोध्यो, सेठजी, तपाईहरू हरेक दिन कहाँ जानुहुन्छ? सेठले जवाफ दिए, हामी हरेक दिन साधु महाराजको सत्संग सुन्न जान्छौं। सेठजीको जवाफ सुनेपछि सुगाले भन्यो, हजुरहरू सत्संगमा जानुहुन्छ भने कृपया साधु महाराजसँग म कहिले स्वतन्त्र हुन्छु भनेर पनि सोधिदिनुहोस् न है। हुन्छ भनी सत्संग सुन्न गए। सत्संग समाप्त भयो। सबै श्रोता बाहिरिएपछि सेठजीले सोधे, साधु महाराज, मैले एउटा सुगा पालेको छु। त्यसले आज एउटा प्रश्न हजुर सामु राखिदिन अनुरोध गरेको छ। ऊ जान्न चाहन्छ कि ऊ कहिले स्वतन्त्र हुनेछ। प्रश्न सुन्नासाथ साधु महाराज बेहोस भएर ढले। उनलाई सहयोगीले उठाएर आश्रमको भित्री भागमा लगे। सेठ चुपचाप त्यहाँबाट निस्किए। उनी घर पुग्नासाथ सुगाले सोध्यो, सेठजी, मेरो स्वतन्त्रताबारे साधु महाराजले के भन्नुभयो त? सेठले भने, तेरो भाग्य नै खोटो रहेछ। अर्को कथा, सिंह र दाउरे। एउटा गाउँको नजिकै स्वच्छ नदी कलकल बगिरहेको थियो। नदी किनारमा घना जङ्गल थियो। जङ्गलमा अनेक चराचुरुङ्गी र जनावर थिए। गाउँ र आसपासको क्षेत्र स्वच्छ, सफा र हराभरा देखिन्थ्यो। एक दिन एकजना दाउरे जङ्गलबाट दाउरा काटेर घरतिर फर्किँदै थियो। बाटामा एउटा भोको सिंह भेटियो। सिंहले दाउरेसँग भन्यो, दाउरे दाई, आज मैले बिहानदेखि कुनै शिकार भेटिन। म अहिलेसम्म भोकै छु। त्यसैले अब तिमीलाई खाएर म आफ्नो भोक मेट्न चाहन्छु। सिंहको कुरा सुनेर दाउरे आत्तियो। तैपनि धैर्यपूर्वक उसले भन्यो, सिंह भाइ, मलाई खाएर तिम्रो भोक मेटिन्छ भने मलाई कुनै आपत्ति छैन, तर तिमीले खानुअघि मलाई एक पटक घर जान दिनुपर्छ। घरमा मेरी बिरामी पत्नी र बालिका छोरी भोकै छन्। म यो दाउरा बजारमा लगेर बेच्छु र त्यसबाट केही खानेकुराको व्यवस्था गरेर उनीहरूको भोक मेटाउँछु। अनि मात्र म तिमी कहाँ आउँछु। त्यतिन्जेल तिमी मलाई पर्खिराख। दाउरेका कुरा सुनेपछि हाँस्दै सिंहले भन्यो, तिमीले मलाई मूर्ख ठानेका छौ कि के हो? यहाँबाट फुत्किसकेपछि फेरि तिमी मेरो आहारा बन्न यहीँ फर्किन्छौ भनेर कसले विश्वास गर्छ? दाउरेले सिंहलाई विश्वास दिलाउँदै भन्यो, हेर, म साँचो बोल्दैछु। यदि तिमीले मलाई अहिले जान दिएनौ भने म त मर्छु नै, साथमा मेरी बिरामी पत्नी र बालिका छोडी पनि मर्छन्। त्यसैले मलाई अहिले जान देऊ, म अवश्य फर्किनेछु। दाउरेको अनुनय सुनेपछि सिंहलाई दया लाग्यो। उसले दाउरेलाई जान दियो। दाउरे बजार पुग्यो, दाउरा बेच्यो, खानेकुरा किन्यो र घर पुग्यो। उसले बिरामी पत्नी र बालिका छोरीलाई खाना खुवायो। उनीहरूको पेट भरिसकेपछि ऊ चुपचाप घरबाट निस्कियो र सिंह भएको ठाउँमा पुग्यो। यसरी दाउरे इमान्दार बनेर आफ्नो आहारा बन्न लुरु आएको देख्दा सिंह छक्क पर्यो। उसलाई दाउरेको इमान्दारी देख्दा दया लाग्यो। उसले भन्यो, लाई तत्काल दासत्वबाट मुक्त गरी स्वतन्त्र गरिदिए।